सरकारले हप्तामा 2 दिन बिदा जहिलेदेखि दिन थालेको छ, यो बिदाले जनतालाई झन समस्या बढेको छ। पहिलो हप्तामा 1 दिन बिदा हुँदाखेरि सरकारी कार्यालयमा जनताहरूलाई कति शास्ति हुन्थ्यो। सरकारी कार्यालयमा काम गराउन जाँदाखेरि कति लाइनमा बस्नुपर्ने हुन्थ्यो। 1 दिनको काम 3 दिनसम्म पनि हुन्थेन। तर यो समस्या अहिले पनि निरन्तर बनेको छ। जहिलेदेखि बालेन सरकारले यो निर्णय गरेको छ, यो निर्णयलाई, यो सुशासनलाई सरकारी कर्मचारीहरूले कसरी दुरुपयोग गरिरहेका छन्, कसरी लापरवाहीका साथ, मौज मस्तीका साथ 2 दिन बिदाको निर्णयलाई सरकारले त्यतिखेर भने थियो कि इन्धन खपत घटाउनको लागि बिदा दिँदैछ। तर त्यही सरकारी कर्मचारीहरूले बिदाका दिन समेत सरकारी गाडी कुदाउने गरेका छन् आफ्नो निजी काम र प्रयोजनको लागि। के सरकार यसैको लागि बिदा दिएको हो? विगतमा बालेन शाहले एउटा इन्टरभ्यूमा भनेका थिए कि नेपालमा त 2 दिन बिदा हुनुपर्छ। तर प्रश्न यहाँ उठ्छ कि कुन देशमा हुनुपर्छ 2 दिन बिदा? 1 दिन बिदा हुँदाखेरि त जनताहरूलाई कति शास्ति हुन्छ। तर यस्तो अवस्था हाम्रो नेपालमा छैन। जुन देश विकसित छ, जुन देशको सरकारी कार्यालयहरूमा प्रविधिको सहायतामा सरकारी कार्यालयमा कामकाज हुन्छ, जनताहरूको काम छिटो र छरितो हुन्छ, त्यहाँ भिडभाड लाग्दैन। तर यस्तो अवस्था हाम्रो नेपालमा छैन। तब पनि बालेन सरकारले 2 दिन बिदा दिँदै सरकारी कर्मचारीहरूलाई मात्र फाइदा पुगाउने काम गरेको छ। जनतालाई योबाट फाइदा भएको छैन। राज्य कोषलाई कति बढोत्तरी भएको छ, सरकारले यो पनि सार्वजनिक गरिदिनु पर्यो। जय मधेस, जय नेपाल।